बोका ठ्याम यतै फर्किन्छ यार 2-3 महिनाको स्यालेरी पनि आउँछ भन्छ कति घाँस काटेको कति घाँस काट्नु गएको मात्रै भन्नुहुन्छ होला नभए गर्नेकै त्यही छ अब के भन्नु त हौ मैले कामै त्यही छ हैन हेलो साथीहरू सुरु बिहानी सेवारो हैन म पनि आज उठेर आइसकेको छु फेरि पनि गोठमा तपाईँहरू मलाई देख्न सक्नुहुन्छ यति बेला हैन ल के भयो गएर बस्यो त बोल्दा बोल्दै अचम्म तपाईँहरू देख्न सक्नुहुन्छ आजको मौसम कस्तो छ भनेर हैन पुरै सिधै धुम्मिरहेछ है धुम्मिरहेछ ऊ पारी चाहिँ घाम लागिरहेछ कुन ठाउँ हो थाहा पनि छैन पारी घाम लागिरहेछ यता वारी सबै धुम्मिरहेछ अब म चाहिँ अहिले कोठमा आइसकेको छु अब म दुध दुहुनु पर्ने हुन्छ त्यसपछि डेडी जानुपर्ने हुन्छ साथीहरू दिदीले मलाई छोडेर जान सक्नुभयो कि देविनी दिदी किशोरो भर्खर युआर बता आज पनि साथी हुनुपर्ने भयो दिदी उठ्नु भएकै छैन अरे अब उठ्नुहुन्छ अरे म पनि यता हुनुहुन्छ हाम्रो गाईहरू होइन म पनि अब गाई दुहुनतर्फ लाग्छु साथीहरू होइन आज कति 5:30 भइसक्यो तर पनि आज उज्यालै भएको छैन किनभने हुस्सु लागिरहेछ हाम्रोमा एकदमसँगले होइन म त के भन्नु ल अब म गाई दुहुनतर्फ लाग्छु साथीहरू अहिले एकछिन भेट्नुपर्छ है त म चाहिँ दुध दुइवरी डेढी हिँडिसकेको होइन साथीहरू यता हाम्रो दिदी पनि हुनुहुन्छ दिदीसँग भेट भइसक्यो हाम्रो होइन अब हामी डेढी जाँदैछौँ मौसम हेर्नु मौसम के हो यस्तो हुस्सु एउटा घाम पनि देखेको छैन हिजो भने चाहिँ गर्मीले झन्डै मरिएको थियो होइन आज भने चाहिँ फेरि घामै नलाएर पानी पर्न जस्तो भइरहेछ अब चाहिँ हामी डेढी हिँडेको ल हेलो 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 हामी चाहिँ डेढी हिँडेको डेरी जाँदैछु हामी दुईजना दिदी बहिनी त हाम्रो 2-3 महिनाको स्यालेरी पनि आउँछ भन्छ आज हाम्रो पैसा थाप्ने दिन अरे हेरौँ अब पनि बाटैमा चोरी हुन्छ कि मौसम पनि खराब देखिन्छ त्यही त ल अहिले भेट्नुपर्छ साथीहरू कति यो बादल कस्तो मजाले उडिरहेछ क्या त्यही भएर मैले चाहिँ भिडियो गरेको माथि 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 छ कहिले भोलि आउँछ यो त्यहाँ खानु मौसम कान्छी क्याङ छ तल चाहिँ हामी त हिस्सै परिहाल्यो नि हो हाम्रो सेलरी नआउने भयो अरे बाटोमै अपडेट पाइहाल्यौँ अल्छी पो लाग्नु थाल्यो अब खोइ यो वापस लगाएर जानुपर्छ है के हो हिजो भोलि भन्नु हुँदै थियो र आश गरेको त भएन मौसम हेर्नु न कति राम्रो छ उता चाहिँ खुलेको छ मौसम अत यो त्यो सल्लाघारी एकतल्ले सल्लाघारीको ऊ त्यो टिलिक्क टल्किने घर छ नि त्यहाँदेखि तलतिर त्यो निलो घर छ नि निलोदेखि तल रोड छ ए अलि पोखरा हो तर उतै जाँदा त यताबाट हेर्दा चाहिँ भिर देखिने रहेछ सट्याङ्गे हानेर मर्यो त्यो घर कहिलेको अहिले चाहिँ होइन म सुडे बसाएर तर्का लाएर घाँस काट्न लागेको अब घाँस पनि पानी परेर सिम पानी परेर होइन सबै यस्तो भइरहेछ पानी परेर अब यो भिजेको घाँस खाँदैनन् पनि फेरि के गर्नु के दिनु
ल अब म चाहिँ यही धुसहरू झामझुम काटेर लगाइदिन्छु है। अहिले भेट्नुपर्छ है साथीहरू। बोल्नु पनि के बोल्नु पनि आउँदैन नि मलाई। के गर्नु, यहीको काटिदिनु पर्यो। अहिले चाहिँ होइन म आफ्नो कामहरू सकिसकेर अब जान लागेको साथी। ए सेलरी त आज घिउ मात्रै आयो, घिउ। यसलाई म यहाँ स्पेसल मेरो ब्रान्डेड ब्यागमा हाल्दैछु होइन। अब यसलाई बोकेर म लु बरु भने त यसलाई म चट्ट लाएर बोकेर अब म हिँडेको घर हिँडेको म होइन। आज त घाम पनि लाग्दैन जस्तो साथीहरू। हेर्नु ढुसु आह मकैको पातले काटे जस्तो छ। ल साथीहरू भेट्दै गरौँ ल। अहिलेलाई चाहिँ म गएँ खाना खानलाई। साथीहरू म चाहिँ खाना खायो वरिपरि फेरि गोठमा आइसकेको छु। आएर पनि मैले घाँस काटिसकेको छु होइन। ए मेरो घाँसको भारी यहाँ देख्न सक्नुहुन्छ। यति नै हो, योभन्दा धेरै बोक्न सक्दिनँ होइन। त्यही हो अब यसपछि म फेरि बाख्राको घाँस काट्नु जान्छु। कति घाँस काटेको, कति घाँस काट्नु गएको मात्रै भन्नुहुन्छ होला। नभएको गर्नेकै त्यही छ। अब के भन्नु त हौ, मैले कामै त्यही छ होइन। अब अहिले म फेरि तपाईँहरूलाई पारी लान्छु ल। आज पारी बाख्राको घाँस काट्नुको लागि तपाईँहरूलाई लान्छु त के भन्नु। म जान्छु देखाउँदै जान्छु ल। पर्खिनु। काटिसकेको छ साथीहरू। मेरो भारी यहाँ देख्न सक्नुहुन्छ तपाईँहरू होइन। अब यो भारीलाई बोकेर पुऱ्याउनु पर्ने हो यो गोठमा होइन। अनि यत्रो भारी बोकेर होइन, यत्रो भारी बोकेर म त्यहाँ पुग्दाखेरि मेरो बिजो हुँदैन। फुल्ला टिपी तिमीलाई सजाउला। मकै नखा भाग भेटिस चट थुइया हरामीको बैजे। कत फेरि उल्टो कुदेछस्। यता अरे बच्चीलाई तेरीमा फुल्ला टिपी तिमीलाई सजाउला। दाम ओ बोका ठ्याम यतै फर्किन्छ यार। यहाँ चाहिँ हाम्रो म्याडमजीहरूलाई पनि भइसक्यो होइन। अब यो एउटा काम बाँकी छ हाम्रो यो म्याडमजीहरूको पर्दा झार्नु पर्ने। ए कसरी पो झार्नुपर्छ हौ। यस्तो लाएर सुइया लु ज्यामाको लु झर। यति गरेपछि छड्के पानी आउँदा पनि भिज्दैन नि त यिनीहरू चट्ट लाएर। यहाँ चाहिँ फेरि दुर्पिन भइरहेको रहेछ क्या। अब म पनि लागेँ साथीहरू होइन। चट्ट लाएर मेरो ब्रान्डेड ब्याग यहाँ छ। यो चाहिँ मेरो फेरि साथी हो नि। फेरि ब्रान्डेड ब्याग यहाँ छ। म यहाँ छु। म गएँ अब घर। यतिखेर होइन मेरो हालतको कुरा गर्नुहुन्छ भने केही छैन भिजेर है। यो लुगा यो के भन्छ कालो भएर होला नदेखिएको। केही छैन। हेर्नु मौसम कस्तो छ आज त अचम्मै। अब घर गएर नुहाउनु पर्ने हुन्छ साथीहरू, किनभने म सबै भिजेको छु। त्यसैले आजको मेरो यो भिडियो पनि यहीँ एन्ड गर्न चाहन्छु साथीहरू होइन। फेरि अर्को भिडियोमा भेटौँला। अनि मेरो यो भिडियोलाई मन परेमा लाइक कमेन्ट सेयर गरिदिनु होला। अनि यो मेरो युट्युब च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला है साथीहरू। अब फेरि हामी अर्कै भिडियोमा भेट्नेछौँ है। बाई बाई।